मेयरजी केही नगर्नुहोस्, काठमाडौँको एक दिनको फोहोर उठाउनुहोस्, सिंहदरबार लिएर राखिदिनुहोस्, 24 घण्टा राखेपछि भोलिपल्ट प्रशासकीय अधिकृत नपठाइ सुख। पहिला सडक विभागमा चाहिँ फोहोर खन्याएपछि बल्ल काम भयो होइन र, अब फेरि फोहोर लगेर सिंहदरबारमा राखिदिनुहोस् अनि बल्ल प्रशासकीय सामान्य प्रशासन मन्त्रालयमै लगेर हाल्नु पर्यो कि फोहोर। उहाँ एउटा ग्रेट मान्छे हो, उहाँले सोचेर गर्ने हो। मेरो चाहिँ मैले सल्लाह दिने योग्यको मान्छे म होइन फेरि, तर म के भन्छु भने भोलि नै सबै फोहोर उठाएर त्यो मन्त्रालयमा झ्याम्म लगेर खन्याउनुहोस्। अब ती पैसा खर्च गरेन, बालेनले खर्च गरेन भन्छ, अब प्रशासकीय अधिकृत नभएपछि कसरी खर्च गर्छ? तलबै दिनिसकेको छ नि त, यो विकासको काम रोक्दैन, यो रोक्या छ, सामाकोशी खोलाको सबै रोक्या छ। आज किनेर आज खानुपर्ने मान्छेले 2 महिना नपाउँदा के भयो होला? होइन, कतिपय त बालेनले तलब दिन सकेन, के गरे बालेनले भनेर पनि भन्न थाले। महानगरले नेपाल सरकार चलाइदिन्छ 5 वर्ष, त्यति बजेट भएको काठमाडौँको महानगर, उहाँसँग किन सक्दैन काम गर्न? अब त्यो करप्सन गर्ने मान्छेले बालेन कहाँ जान सक्दैन, करप्सन जान सक्दैन, भ्रष्टहरू जान सक्दैन। त्यो पछाडि कुकुर बुक्दै गर्छ, हात्ती हिँड्दै गर्छ भने जस्तो काम गर्नेस्। यिनीहरूले आफ्नो मान्छे पठाउनु, त्यहाँ भ्रष्टाचार गर्न पाएन, अब जान्छु भन्नेलाई पठाइदिएन। अब